हेलो गुड मर्निङ गाइज के छ खबर कस्तो छ हजुरहरू पनि सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज फेरि नयाँ भिडियो लिएर आइसकेको छु हजुरहरूले पनि माया साथ सपोर्ट दिइरहनु भएको छ मेरो भिडियो पनि हैन राम्रो राम्रो भ्युज पनि गइरहेको छ त्यसैले हजुरहरूलाई धेरै धेरै बधाई दिन चाहन्छु हजुरले नै गर्दासम्म म हल्का हल्का माथिसम्म पुगिरहेको छु बिस्तारै लेभल बढिरहेको छ त्यही भन्न चाहन्छु अनि आज पनि खतरा हिउँ परिरहेको छ हाम्रो चाहिँ अनि त्यही भएर अनि म चाहिँ आज सट्ट परेर है यो हिउँमा टक्क यो सुगरवालाको खाएर हिँडिरहेको छु रेडबुल के गर्नु त पहिला पनि बनाएको थिएँ नि त रेडबुल फेरिमा भनेर भिडियो त्यो भिडियो चाहिँ हालेको छैन होला सायद आजको मौसम चाहिँ बब्बाल छ सट्ट पारेर हिँड्नुपर्छ सर पारेर राम्रो छ सट्ट पारेर आज मौसम चाहिँ हिउँ गइरहेछ तर मौसम चाहिँ राम्रो छ बब्बाल छ होइन आजको मौसम चाहिँ बब्बाल छ भनौँ न हेर्नु चट्ट पारेर सर पारेर यो चाहिँ यो होटल चाहिँ भर्खर खुल्या हो आप्पा होटेल भर्खर खुलेर चाहिँ बब्बाल छ त्यो होटेल पनि तल रामेन छ रामेन पर्छ के छ त केटा हो के गर्नु त गाइज यस्तै छ हुक्कैदिएको खबर सर पाएर आज चाहिँ होइन यहाँ चाहिँ बाटो सोधेको रहेछ यत्रो चक्लेटा निकालिदिएको छ चक्लेटा निकालिदिएको छ के गर्नु त बाटो चाहिँ होइन हिउँ पऱ्यो पनि सोरिहाल्छ कि यहाँ चाहिँ यत्रो हिउँ परिरहेको छ बाटोमा तर सोरेर पिच रोड जस्तो बनाइदिन्छ हिउँ सोरेर सरर गाडी हिँड्छ त्यो चिप्लिँदै लर्किँदै होइन के गर्नु त राम्रो छ यत्रो रास हुन्छ हिउँ यत्रो रास छ हिउँ चाहिँ होइन के गर्नु त बब्बाल छ राम्रो छ यहाँ चाहिँ गाडी पार्किङ गर्नु यो चाहिँ पैसा हो गाडीको पैसा निकाले हल्का हल्का हिउँ परिरहेको छ र मैले चाहिँ बब्बाल कट काटेको छु चाहिँ नदेखाम होइन गाह्रो हुन्छ पछि गएर फेरि त्यही हो उतातिर झन् हाम्रो उतातिर झन् पुरै गाडीहरू पुरिरहेछन् पुरै सर पुरै पुरिरहेछन् होइन तर यो लटमा चाहिँ अहिलेको यो लटमा चाहिँ हिउँ पर्ने लट रहेछ कि होइन अमेरिकातिर पनि कुनै ठाउँमा पुरै हिउँ पर्ने ठाउँमा यस्तो परिरहेछ अन्त पनि परिरहेछ होइन यो भनेको चिसोको समय हो र उहाँ पारि चाहिँ अब अर्को भिडियोमा चाहिँ मैले उहाँ छोरीको यस्तो हुन्छ कि पिच रोड हुन्छ कि यस्तो हुन्छ बाटो चाहिँ तर बब्बाल हुन्छ होइन जे जस्तो भए पनि र हाम्रो सानो बाबु यस्तरी हिँड्छ सरेर पारेर केही हुन्न कि चिसो छैन त चिसो छैन मैले हात राता छ नि तर चिसो छैन कि यस्तो ठाउँ हो यो त्यही भएर हाम्रो चाहिँ अब टक्कै यो चाहिँ पक्रिँदाखेरि मात्रै चिसो हुन्छ होइन यस्तो पर्दाखेरि चिसो हुन्न पर्दाखेरि अलिकति झ्या हुन्छ मुखमा आँखामा यताउति पर्छ अनि कपडामा चप्किन्छ भनेर मात्रै हो नत्र त अरू राम्रो हुन्छ एकदम राम्रो हुन्छ एकदम ठिक हुन्छ होइन चिसोमा आनन्द हुन्छ गर्मीभन्दा होइन टक्क आनन्द हुन्छ र ओभर चिसो हुनु भनेको चाहिँ यो टक्क पक्रिँदाखेरि र हावा लाग्दाखेरि मात्रै चिसो हुन्छ कि हावा लागेपछि फेरि लास्टै चिसो हुन्छ ज्याकेट चाहिँ जम्म लगाउनु पर्छ होइन तर यहाँ चाहिँ एक नासी हुन्छ कि मजाको सरर गर्मीमा पनि गर्मी हुन्न होइन चिसोमा पनि धेरै चिसो हुन्न टक्क यो अलिकति चिसो भनेको त्यही हिउँ परेर फाटेर हावा लाग्छ त्यही समय मात्र चिसो हुन्छ यी मेरो यतामा परिरहेछ हिउँ हल्का सुर परिरहेछ हिउँ चाहिँ होइन यत्तिको हिउँ त केही हुन्न कि केही फरक पर्दैन हिउँ पर्ने ठाउँमा त यस्तै नेपालमा भन्छन् होला लास्टै पर्छ त्यहाँ त जानुहुन्न भन्छन् केही हुनु सारा नेपालीहरू आउने ठाउँै यही हुन्छ उस्तै तालबाट यो अनि यहाँ चाहिँ मेन रोड हो यो चाहिँ मेन रोड हो यो चाहिँ हाम्रो चाहिँ गाडीहरू खुड दुगुरी नै गर्छन् यहाँ चाहिँ यस्तो छ महिने बाटो चाहिँ यस्तो छ के गर्नु त ग्यास बब्बाल छ भनौँ न राम्रो छ
मैले चाहिँ यो भिडियोमा चाहिँ मैले यहाँको हिउँ परेको चाहिँ देखाउन लगाएको हो। खास चाहिँ राम्रो छ होइन, हिउँ परेको मैले चाहिँ देखाइरहेको छु। र यो एक दिन लगभग एक दिन भन्नाले पनि 42 घन्टा परेको हिउँ हो नि त। 42 घन्टा परेको हिउँ हो होइन। त्यो गर्नु 2 दिन परेपछि फेरि खतरा हुन्छ क्या। अनि बाटोतिर फेरि यस्तरी सर्ट भएर त्यस्तो हुन्छ। बाटोतिर चाहिँ गाडीहरू यस्तो हिँडिरहेको हुन्छन्, गाडीहरू चाहिँ यसरी हिँडिरहेको हुन्छन्। र हामीलाई असर पुग्दैन कि यहाँ चाहिँ जति जे जस्तो भए पनि असर केही पुग्दैन, मजाको हुन्छ। सरर पार्ने हिँड्ने कुरा हिँड्दा हुन्छन्, गएर जाने कुरा गइरहेको हुन्छन्। आफ्नो बाटोमा त जे जस्तो भए पनि आफ्नो बाटोमा हुन्छ, राम्रो हुन्छ। यहाँको नियम कानुन सबै राम्रो हुन्छ होइन, बस्नेलाई। अनि उता लाइट बलिरहेको छ अनि त्यो लाइटको अनुसार हिँड्नुपर्छ। अनि यस्तो गाडी पनि म गएको छैन नि त, त्यही भएर चाहिँ हो तर गयो। अनि म बिच बाटोमा टक्क आएँ भ्याएपछि त त्यो रोकिहाल्छ, झ्याप्प रोक्छ, त्यस्तो गर्छ गाडीले चाहिँ। त्यस्तो हुन्छ कि। तर म बस्नु चाहिँ यतातिर हो, लास्ट यतातिर चाहिँ लास्ट ठुल्ठुलो हिउँ हुन्छ। यहाँ चाहिँ अर्को मैले चाहिँ भिडियोमा हरेक भिडियोमा हालिरहन्थेँ नि यस्तो गरेर। आज चाहिँ मेरै कलरको ट्रेन चाहिँ आज आएको रहेछ छैन, सर बाहिर मेरै कलरको ट्रेन छ। हिउँको डिस्को यत्रो यत्रो छ, हिउँको डिस्को एउटा त्यो ट्रेन बराबरको डिस्को छ। मेरो यतातिर चाहिँ मेरो रुमतिर चाहिँ लास्टै छ कि होइन, लास्टै पर्छ। अब चाहिँ रुम फेर्ने हो मैले चाहिँ। अब चाहिँ अर्को स्कुलमा चेन्ज गर्दैछु नि त, त्यही भएर रुम फेर्ने हो अब चाहिँ। अनि यतातिर चाहिँ यस्तो हुन्छ, सट्ट भएन यस्तो पकाएर यस्तो आज चाहिँ हिउँ मजाको हुन्छ होइन। हिउँ खेलियो भनौँ न, हिउँ खेलिसकेपछि राम्रो हुन्छ सबै कुरा। के गर्नु त, हिउँ चिसोको ठाउँमा आइया छ होइन। यसरी पक्र्दाखेरि पनि के हुन्छ यस्तो डल्लो हुन्छ होइन। यहाँ के लेखेको छ, कोयुकी लेखेको छ, कोयुकी लेखेको छ। यत्रो डल्लो छ, आइसक्रिम डल्लो बनाएर हप्ताभरि यस्तो गरेर रातो रातो न कस्तो कस्तो न कस्तो कस्तो हुन्छ, कस्तो कस्तो हुन्छ, राम्रो छ। यतातिर चाहिँ यस्तो छ सर पाएर हिउँ चाहिँ फास्टै यतातिर यस्तो छ। म बस्नु चाहिँ यहाँ हो होइन, यहाँ बस्ने हो। म चाहिँ यो माथि हो म बस्नु चाहिँ। अनि यहाँ मेरो रुमतिर चाहिँ लास्टै छ कि, त्यो चाहिँ पार्किङ हो। त्यतिर लास्टै छ होइन। सर पाएर हेर्दाखेरि पनि मजा आउँछ कि, पार्किङ छ। अनि यहाँ चाहिँ मेरो रुमको तल चाहिँ हाङको पनि छ, हाङको बनाउने चाहिँ छ होइन, हाङको बनाउने छ यहाँ तिनीहरू चाहिँ। अनि तल चाहिँ बियरको त्यो छ कि होइन, क्लब जस्तो पनि कस्तो कस्तो छ यहाँनिर चाहिँ। अनि म चाहिँ सट्ट बाहिर अब रुममा जाँदैछु। ल हस् त, नमस्ते, बाई बाई। रुमको भिडियो धेरै भइसकेको छ, अब रुमको भिडियो धेरै नबनाऊँ होला। लास्ट हिँड्न गइसकेको छ, हाङको पनि देखिसकेको छ। ल सायोनारा, बाई बाई।